हेलो साथीहरू, वेलकम टु माई च्यानल। आज चाहिँ यो मरी पुर्ने भएकोले हामी घरमा यो मरी बनाउँदैछौँ है। त्यसको लागि चाहिँ फर्स्टमा मैले चाकुलाई एउटा भाँडामा तातो पानी हालेर पगाल्दैछु। अनि चाकु अलिक पग्लिसकेपछि चाहिँ घरमै ग्रेड गरेर राखेको नरिवलको धुलो हाल्दैछु। अनि त्यो सँगसँगै अलिकति सुकमेनको धुलो पनि हालेको छु है, अलिकति हल्का बास्नाको लागि। अनि एकछिन चलाइराख्ने, अन्त डल्लो हुन्छ क्या त्यो नरिवलको धुलो। अनि त्यसपछि चाहिँ मैले यो कालो तिलको धुलो पनि हालेको छु। अनि एकछिन चलाइराख्ने, चलाएन भने चाहिँ फेरि डल्लो हुन्छ क्या। अनि त्यो भएर म चाहिँ यहाँ नपाकुन्जेलसम्म चलाइरहेको छु है। अनि यो चाहिँ अलमोस्ट रेडी भइसक्यो चाकु। अनि मैले त्यो पाकिसकेपछि यता चामलको पिठो रेडी गर्दैछु है, यो मरीको डोको लागि। अनि यता तातो पानी हालेर अनि डो बनाइसकेपछि यसलाई चाहिँ सफा कपडाले छोप्दैछु है। किनभने चाहिँ त्यो सेलाउँछ, डो सेलाउँछ, अनि सेलाएपछि चाहिँ फुट्छ क्या यो मरी बनाउँदाखेरि। अनि त्यही भएर म चाहिँ छोप्दैछु। अनि त्यहाँ डो रेडी गरिसकेपछि यता मोमोको भाँडामा तेल दलेर भाँडा पनि रेडी गर्दैछु है। अनि तेल दल्दैछु किनभने टाँसिन्छ नि त फेरि तेल दलेन भने। अनि यता चाहिँ म यो मरी बनाउनतिर लागेँ है। मलाई नि खासै राम्रोसँग बनाउनु आउँदैन, अनि ट्राई गर्दैछु जे होस्। अनि यो चाहिँ फर्स्टको चाहिँ देउतालाई भनेर बनाउँदैछु है, भगवान्को भाग। त्यही भएर सानो बनाएको क्या, धेरै चाकु नहालिकन सानो बनाएको। हेर्नु कता कता के मिलाएको छैन है, त्यही पनि म एकदम ट्राई गर्दैछु। अनि मलाई कस्तो अप्ठ्यारो भयो क्या, के नमिले जस्तो भइरहेको होइन। अनि त्यसपछि यहाँ मेरो सासू मम्मीले मलाई हेल्प गर्दै हुनुहुन्छ, सिकाउँदै हुनुहुन्छ, जे होस् यस्तो गरेर बनाऊ भन्दै हुनुहुन्छ। अनि म चाहिँ हेरिरहेको छु है, मम्मीले कसरी बनाउनुहुन्छ हेर्छु, अनि त्यसपछि बनाउँछु भनेर हेर्दैछु। अनि मम्मीले चाहिँ मलाई सिकाउँदै हुनुहुन्छ। मलाई चाहिँ खासै भन्नाले मलाई बनाउनै आउँदैन। एकदम म नेवार होइन है म चाहिँ तामाङ हो, नेवारसँग बिहा गरेको। जे होस् म सिक्दैछु, कल्चरहरू सिक्दैछु, खानेकुराहरू बनाउन सिक्दैछु, कसरी बनाउने, के बनाउने, जे होस् गर्दैछु है। अब पहिल्यैदेखि गरेर आएको होइन। अनि त्यही भएर के मिल्दैन क्या, अब जे होस् ट्राई गर्दैछु है। अनि यहाँ 2-3टा चाहिँ बनाइसकेँ। हेर्नु न, त्यहाँ कोही फुट्ने, कोही के हुने भइरहेको। त्यही पनि जसो 4-5वटा चाहिँ बनाएँ है, चाकु धेरै खाइँदैन भनेर। अनि 5-6वटा मात्र बनाएँ। अनि त्यसपछि चाहिँ खुवाको बनाउन थालेँ। खुवाको चाहिँ फेरि राम्रो बनाएँ चाहिँ, यो चाहिँ मेरो फर्स्ट है देउताको भाग। अनि त्यसपछि सबै बनाइसकेपछि अनि खुवाको बनाउँदै यता चाकुको पनि पाकिसकेको रहेछ है। हेर्नु न, फुटेर के भयो। यो चाहिँ मेरो देउताको भाग। अनि त्यो निकाल्न रेडी गर्दैछु। अनि यता चाहिँ खुवाको पनि रेडी भयो है। अनि अलिकति बाक्लो भएको थियो डो चाहिँ, बाक्लो भए पनि भित्र पाकेको थियो है, मिठो भएको थियो।